ल म भन्नु त कत्रो अग्लो ल है त गाइज मेरो लक समय सो हेलो गाइज झन्डै इन्ट्रो दिँदै एक्सिडेन्ट भएको होइन सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लग बोय रोजल होइन अनि आज म चाहिँ कहाँ जाँदैछु भन्नुहुन्छ भन्दाखेरि यो कुपनडोलमा होइन यहाँ गेम खेल्ने ठाउँ छ अरे एउटा त्यो कानको मन्दिरभन्दा अलिकति यतापट्टि अनि त्यहाँ चाहिँ अब अहिले तपाईँहरूले कति 1500 2000 3000 जतिको सपिङ गर्नुभयो भने चाहिँ 1 लाखसम्म जित्ने चान्स पनि पाउनुहुन्छ अरे भन्ने छ अरे अब म चाहिँ जित्न भन्दा पनि होइन अब यसो त्यो गेम खेल्न जान लागेको म चाहिँ त्यहाँ चाहिँ त्यो भेन्डिङ मसिन भनौँ न होइन अब राम्रोसँग भन्ने भन्न थाहा छैन गाइज होइन भन्न चाहिँ त्यही भन्छन् भेन्डिङ मसिन अनि त्यही गेमहरू रहेछ अनि त्यही हेर्न जान लाग्यो सो गाइज को मेरो च्यानलमा नयाँ हुनुहुन्छ डोन्ट फर टु लाइक सेयर एन्ड सब्सक्राइब गर्न अनि म चाहिँ फुल लोकेसन भिडियो नै बनाइदिन्छु होइन टक्क त्यो कानको मन्दिरको ठाउँबाट स्टे ट्युन गाइज सो गाइज चाहिँ देख्न सक्नुहुन्छ होइन अहिले कुपनडोल जाने बाटोमा चाहिँ होइन फुलको बगैँचा बनिरहेको छ होइन अब कुन दिन कुन चाहिँले उठाएर लिएर जानु बेर छैन क्या गाउँलाई यहाँ देख्न सक्नुहुन्छ यसरी रहेछ होइन नेपाली त हो कुन दिन अब एउटाले रात पारेर गाउँमालाई लिएर जानु पनि बेर लाग्दैन म 1-2 दिन फेरि भिडियो बनाउँछु गाइज अपडेट दिइरहन्छु ओ रकन बाजे सो गाइज अब यहाँबाट टक्क सिधा जानुहोस् अनि यहाँबाट लेफ्ट मोड्नुहोस् यता पार्किङ चाहिँ छैन होला ए अझै अगाडि छ नि त गाइज माई ब्याट यहाँबाट अझै अगाडि जानुहोस् यति अगाडि अझै ऊ त्यो लाइट देखिरहनु भएको छ नि सिग्नल प्यारका सिग्नल त्यो हिमालयन जाँदा यहाँ पनि स्टोवा सेवा यहीँ रहेछ गाइज यहीँ रोडकै छेउमा रहेछ होइन यहीँनिर जानु पऱ्यो सो गाइज उयो रोडकै यहीँ कोही झन्डै लड्यो यार यहाँ रोडकै यहाँ छेउमा रहेछ च्याट लाएर यहाँ जाऊँ म चाहिँ यहाँ गेम खेल्न आएको खासै भन्नुपर्दा होइन अलिक छिर्दैन होला दाजु यहीँ राख्दिउँ है धन्यवाद ओ आइरन म्यान हो यार आइरन म्यान देखेर म फेरि एभेन्जर्सको लास्टै ठुलो फ्यान हो कि गाइज होइन यो आइरन म्यान इन द हाउस ओ के हो यो त अटोमेटिक पनि छ नि त गाइज हाम्रो नेपालमा पनि यस्तो हो आई मिन नेपालै गाइज ल म भन्नु त कत्रो अग्लो यो यहाँनिर छ रियाक्टरै गाइज ल नबल्ने पो रहेछ बल्छ होला भन्ने ए अलिक बिस्करी ओ झन्डै ल ए बोले दामी त धन्यवाद यो यहाँ गेमहरू हेरौँ न है हामी पनि के छ यो एउटा रहेछ होइन अनि यो रहेछ अर्को ओ छोटा गेमहरू पनि रहेछ नि त पोइन्ट कहाँबाट लिनु रहेछ म पोइन्ट लिनु पऱ्यो पहिला सुरु पोइन्ट यहाँ अगाडि लिने हो पोइन्ट कहाँबाट लिने हो ए खेल्न मिल्दैन त्यसो भए ल अब घर केटी नै छैन के गर्ने अब बोर भयो त यार यो त खेल्नुपर्ने सामान लिएर मात्रै खेलिन्छ नि त त्यही बोर भयो नि यहीँ झन् म त यहाँ गेम मात्रै खेल्न मिल्छ भने गेम खेल्न आएको खासै भन्नुपर्दा कि सामान लिएर खेल्यो भने नि त एउटा यहाँ फलो गरेर अनि स्टोरीमा ट्याग गरिदिनु होला ए त्यही 1 लाख पाइन्छ होइन त्यो गऱ्यो भने त 1 लाख धन्यवाद म त लास्टै लक्की रहेछ यार ल गुड लक कोइन पायो त गाइज अब कहाँ खेल्ने वेस्ट हुनु भएन है एउटाले खेल्न मिल्छ एउटाले मिल्छ नि है खेल्न यो एउटाले खेल्न मिल्छ नि है जुन पनि खेल्न मिल्छ नि है एउटा सोचेर सम्झेर खेल्नु पऱ्यो है गाइज आमाले दिनुभयो लक्की कोइन हो होइन यो के हो यो यसमा खासै केही छैन
यसमा नि केही छैन अलिक दामी चाहिँ खेलौँ भने यता भित्र त छैन होला यहाँ बाहिर मात्रै हो यो ठुलै खेलौँ त यो खेलौँ न त होइन ल गाइस मैले सुरु गरेँ होइन ओहो त्यहाँ माथिसम्म त नजाँदो रहेछ नत्र सिट टिप्नुला ल है त गाइस मेरो लक समाए खसिहालिन्छ बोर भयो यतिकै होइन एउटा कोइन त्यहाँ मलाई एउटा आमाले दिनुभएको थियो क्या अनि त्यही कोइनले खेलेको मेरो मिस भयो क्या गाइस छ ल तपाईँहरू नि यहाँ खेल्न चाहिँ होइन कोइन पाउनुहुन्न अरे यहाँनिर चाहिँ तपाईँहरूले यहाँ सामानहरू रहेछ होइन यो चट्टा यहाँ सामानहरू किनेर अनि यहाँ भिजिट गर्नु होला यहाँ के रहेछ अरू थुप्रो केटीहरूको सामान रहेछ अब आफ्नो घर चेलीबेटी पनि छैनन् यो के हो यिनीहरू अब पेन लेख्नु पर्ने उमेर गइसक्यो मेरो केजी गर्ने होला गाइस केजी गर्ने होला खेल्नु छ अब खेल्न त जे पाए त किनेर नि भएन गाडी ट्रान्सफर्मर पनि रहेछ त यो यो निकाल्नु मिल्छ यो अहिले चाहिँ स्क्रुड्राइभरले हालेछ पछि अब तपाईँलाई गुडाउने टाइपको चाहियो भने चाहिँ निकाल्नु मिल्छ नभए तपाईँले डेकोरेट गर्न अब कलेक्सन गर्ने हो भने चाहिँ यतिकै राख्दा नि त्यही भएर नभए चाहिँ यो चाहिँ यसरी गुड्नेवाला हो ए पछाडि त अन्त अगाडि ढोका सोका खोल्ने खाने बा ल देख्न सक्नुहुन्छ गाइस ओए ल जिपको पछाडिको नि खोल्दो रहेछ यसको चाहिँ ल यो डेन्जर खालको रहेछ दामी दामी ए गन यो गनहरू त अब प्राइसै महँगो होला होइन एकचोटि भनिदिनु न त्यही पनि प्राइस 7500 छ AWM हो तर यसबाट त्यसो भए धुवाहरू आउँदैन क्या हो तर गाइस यो चाहिँ सस्तो रहेछ है ल 7500 भने सस्तो अस्ति मैले हेरेको 15000 घटी थिएन त्यहाँनिर यो चाहिँ हाम्रो P90 यसको चाहिँ कति छ यसको पनि प्राइस त्यही नै छ ल 7500 मा यत्रो ठुलो रहेछ है गाइस अस्ति मैले तपाईँहरूलाई देखाएको त्यो भिडियोमा भ्युज पनि आएको थियो होइन तर यो चाहिँ धेरै ठुलो पनि छ त्यो भन्दा है यो चाहिँ AWM अनि यो चाहिँ P90 यो त फ्री फायरमा पनि छ क्या अरे यिनीहरू दुईवटा यो चाहिँ लेगो यसमा चाहिँ हाम्रो 1312 पिसेसको 1312 पिस हुँदो रहेछ यसको चाहिँ प्राइस कति छ यसको चाहिँ हाम्रो 9000 रहेछ ल यो नि रिजनेबलै हो यतिको भने त रिजनेबल रहेछ गाइस ल यहाँनिर चाहिँ मलाई चाहिँ रिजनेबल लाग्यो होइन अस्ति त्यहाँनिर गएको 15000 भनेको थिएँ होइन नभए त्यहाँ भिडियो हेर्न सक्नुहुन्छ अरू पनि देखाइदिन्छु म तपाईँहरूलाई यहाँनिर चेट्टो लाएर ल बच्चाहरूको लागि पनि रहेछ ग्लासहरू पनि रहेछ ओ ल यहाँ डोजर पनि रहेछ कति छ यसको चाहिँ 14000 को ए रिमोट कन्ट्रोल रहेछ लगाइ यसको चाहिँ यो सब चल्छ यो अगाडि पछाडि ओरिजिनल टाइपको रहेछ है ल रिमोट पनि देख्न सक्नुहुन्छ यहाँ होइन यत्रो ठुलो रहेछ ल यो चेन्ज गर्ने उहरू पनि रहेछ ओरिजिनल ड्रोजरमा हुनेहरू सामानहरू रहेछ होइन प्रायः जस्तो ए यहाँबाट उहरू पनि हालेर रहेछ दामी दामी धन्यवाद दाइ यति देखाइदिएकोमा ल सो गाइस तपाईँहरू नि यहाँ भिजिट गर्न सक्नुहुन्छ है ल त्यो गेम खेल्न चाहिँ पाइनँ मैले एकचोटि खेल्न पाएँ त्यही पनि लकले गरेर पाइसकेको थिएँ मैले पाउनुभयो दाइ ल्या मिस भयो नि दाइको ठुलोमा हान्नु नि दाइ ठुलोमा चाहिँ पर्छ हो ल दिदी पार्नु त पार्नु यसमा लक चाहिँ बस्छ अझ 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 धेरै भयो अलि उता लगाएर बिचमा थिइदिनु न पऱ्यो 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 समाएन यहाँ देऊ त एउटा यो त बोर भयो ल गाइज डु भिजिट होप यु गाइज लाइक दिस भिडियो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब गर्न आजलाई यति नै गाइज ल यो रहेको छ यहाँ है के हो यो सर्वा